आज चाहिँ मेरो किचनमा है ढिँडो मस्काएर खाना लागेको ल हेर्नु त साथीहरू है मैले ढिँडो मस्काएको छु होइन। अनि पोलेको टमाटरको अचार बनाउनु लागेको लसुन छ होइन। अनि खुर्सानी पनि पोलेको छु होइन। त्यस पछाडि यहाँ सलाद काटेर ठिक्क पारेको छु है। अनि यहाँ दही पनि छ है, दही ढिँडो खाने है। हुनु त अब ढिँडोलाई अरू माछा मासुहरूसँग खायो भने राम्रो हुन्छ अरे, तर आज चाहिँ म भेज खान लागेको होइन। ल है साथीहरू है, मैले आज यो ढिँडो तयार गरेको अब खानालाई रेडी भएको छ। ल हेर्नुहोस् होइन, यहाँ चाहिँ घिउ हालेको है। अनि यो चाहिँ घिउ पहिल्यै खारेर राखेको है। अनि अहिले खारेर राखौँ भने पनि मेरो छोरालाई घिउको बास्ना मन पर्दैन नि त है। अन्त त्यही भएर अनि यहाँ राखिराखेको छु घिउ, दही। अनि यो दाल, अलि दाल चाहिँ है अब ढिँडोसँग खानु चाहिँ बाक्लो हुनुपर्छ नि त है। अनि यो दाल, अनि यहाँ अचार, यहाँ चाहिँ भिन्डी र आलुको तरकारी, यो सलाद है। अनि म चाहिँ खाना लागेको छु है। अनि कहिले कहिले चाहिँ होइन अब यस्तो खानेकुराहरू खानुपर्छ, हेल्दी हुन्छ होइन। अनि पहिला पहिला चाहिँ गाउँघरतिर मैले सुन्थेँ होइन, काम गर्ने मान्छेले चाहिँ ढिँडो खान्छ होइन। अनि अरू भनौँ न है, धनीहरूले चाहिँ चामलको भात खान्छ भनेर भन्थ्यो। काम गर्ने मान्छेहरूले चाहिँ ढिँडो किन खान्छ भनेर भन्दा चाहिँ यो ढिँडो चाहिँ एकदमै पोसिलो हुँदो रहेछ नि त होइन, पोसिलो अडिलो हुँदो रहेछ। त्यही भएर ढिँडो खाँदो रहेछ। अनि ढिँडो खाने मान्छेहरू चाहिँ एकदमै बलियो हेल्दी हुँदो रहेछ है। तर सहरमा आइसकेपछि रोगहरू धेरै लाग्ने भएको कारणले अहिले मान्छेले धानको भात खानु छोडेर अनि यो ढिँडोहरू यस्तोहरू खाएको हामीले देखिरहेको छौँ होइन। त्यही भएर बेला बेला ढिँडोहरू खानुपर्छ। रेसादार खानेकुरा खायो भने स्वास्थ्यलाई पनि राम्रो हुन्छ है साथीहरू। अब म खाना लागेको छु। नमस्कार।